लो सुन्नुहोस् है साथी हो यो ढिँडोको अर्थ। एकजना नेपाली र अफ्रिकन दुईजना साथीभाइ रहेछन् अरे। अनि तिनीहरूको पालो पनि अनि नेपालीको पालो पनि ढिँडो पकाएछ अरे। ढिँडो पकाएर लो खाउँ भनेर बसेछन् अरे। अनि अफ्रिकन साथीको पालो के हो यसको नाम भनेर सोधेछ अरे। नेपाली साथीको पालो यसो चट्ट ढिँडो चोडाएर यसरी खानु लाग्दाखेरि डढेछ अरे क्या हात डढ्दाखेरि फुफु गरेछ अरे कप्पै खाएछ अरे। अनि त्यो अफ्रिकन साथीको पालो यसलाई फुफु पो भनेर छन् भनेछ अरे। अनि खाएछन् अरे। अनि फेरि दोस्रो पटक खाँदाखेरि अनि त्यो साथीको पालो पनि अफ्रिकन साथीको पालोले पनि फेरि सोधेछ अरे यसको नाम के भन्छ भनेर सोधेछ अरे। अनि त्यो साथी त्यो नेपाली साथीको पालोले के गारी गारी सोध्दो रहेछ भनेछ अरे के। अनि अफ्रिकन साथीको पालोले यसको नाम त गारी पो रहेछ है गारी पो भन्ने रहेछन् भनेछ अरे के। अनि साथी हो ढिँडोलाई अफ्रिकनहरूले गारी भन्छ अनि फुफु पनि भन्छ। बुझ्नुभयो त।